माघ 15 गते नेपाल नर्सिङ दिवस। यसदेखि बाहेक नेपालको इतिहासमा कस्ता कस्ता घटना भएका थिए। विक्रम सम्वत 1991 वीरगञ्जको माईस्थानमा गीतकार भीम बिराकको जन्म। खास नाम भीमबहादुर महर्जन। उहाँको एउटा एल्बम दुखेको इन्द्रेणी, फुलै फुल मात्र अर्को एल्बम। विक्रम सम्वत 1997 दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवती काठमाडौँमा राणा शासकले गोली हानी मृत्युदण्ड दिएका। नेलमा बाँधिएका गङ्गालाल र दशरथको तस्बिर। दशरथ चन्द जन्म विक्रम सम्वत 1960 असार 17 गते बैतडी। पिता शेरबहादुर र माता पार्वती चन्दका माइला छोरा। 1997 कार्तिक 2 मा राणाका सिपाहीद्वारा पक्राउ। किशोरावस्थामा दशरथ चन्द, जसलाई अविवाहित शहादत मिल्यो। गङ्गालाल श्रेष्ठ जन्म विक्रम सम्वत 1975 भँगेरी रामेछाप। पिता भक्तलाल र माता तुलसी मायाको जेठो छोरा। हसिना देवीसँग विवाह। माघ 13 मा छोराको जन्म। बालक गङ्गालाल। हसिना देवी श्रेष्ठ जन्म 1975 साल बाङ्गेमुडा काठमाडौँ। विवाह गङ्गालालसँग 1989 सालमा। निधन 2067 फागुन 28। 2022 जेठ 29 मा सार्वजनिक 4 सहितका तस्बिर भएका हुलाक टिकट। विक्रम सम्वत 2018 नेपाल नर्सिङ सङ्घको स्थापना। विक्रम सम्वत 2020 जनकपुर भ्रमणमा राजा महेन्द्रको कारमा बम प्रहार गर्ने दुर्गानन्द झालाई केन्द्रीय कारागारमा गोली हानी मृत्युदण्ड। दुर्गानन्द झा जन्म विक्रम सम्वत 1979 वैशाख 14 गते धनुषाको जटै गाउँ। पिता देवनारायण र माता सुकुमारी देवी एक्लो सन्तान। मेट्रिकमा पढ्दा पढ्दै 2017 सालमा 14 वर्षीय काशी देवीसँग विवाह। यो तस्बिर काशी देवीले दुर्गानन्दको लिइरहनु भएको हो। काशी देवी मन्त्री पनि हुनुभयो। उहाँको तस्बिर यो। र यो गाडी 2018 साल माघ 9 गते जनकपुरमा दुर्गानन्द झाले प्रहार गरेको बम लागेको राजा महेन्द्रको गाडी। सन् 2017 मा सार्वजनिक दुर्गानन्द झा विक्रम सम्वत 1979 वैशाख 14 2020 माघ 15 को चित्र अङ्कित हुलाक टिकट। विक्रम सम्वत 2029 थुनिएका सूर्यबहादुर थापाद्वारा जेलबाटै प्रधानमन्त्री कृष्ण विष्टलाई पत्र मार्फत विभिन्न मागहरू समेत प्रस्तुत। माघ 21 गतेसम्म बाटो हेर्ने, माग पुरा नभए माघ 22 देखि अनसन गर्ने चेतावनी। विक्रम सम्वत 2032 नापी विभागको टोपोग्राफिक नापी एकाइलाई टोपोग्राफिकल नापी महाशाखामा परिणत सम्बन्धी सरकारको एउटा दस्तावेजबाट लिएको विवरण। विक्रम सम्वत 2033 पिता लालबहादुर र माता रणकौडाका सुपुत्रका रूपमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको कालीकोटको नानीकोट 8 कोटिला गाउँमा जन्म। विक्रम सम्वत 2035 सरकारद्वारा 4 किल्ला तोकेर धनकुटा, भरतपुर, त्रिभुवन नगर आदि नगर पञ्चायत घोषणा। विक्रम सम्वत 2036 पिता रामसुन्दर र माता गङ्गा रायमाझीका सुपुत्रका रूपमा फुटबल खेलाडी निराजन रायमाझीको काठमाडौँको जोरपाटीमा जन्म। विक्रम सम्वत 2043 पिता डिल्ली बहादुर र माता कमलाका जेठो सन्तानका रूपमा कलाकार विल्सन विक्रम राईको झापामा जन्म। विक्रम सम्वत 2043 सरकारद्वारा झापा जिल्ला वन क्षेत्र सुदृढीकरण उच्च स्तरीय आयोग गठन। विक्रम सम्वत 2052 नेपाली वाङ्मयको श्रीवृद्धि गर्न नई प्रकाशनको स्थापना। विक्रम सम्वत 2052 प्रधानमन्त्री स्तरमा हस्ताक्षर हुनु अघि नेपाल र भारतका परराष्ट्र मन्त्री क्रमशः प्रकाश चन्द्र लोहनी र प्रणब मुखर्जीद्वारा महाकाली सन्धिमा हस्ताक्षर। विक्रम सम्वत 2059 नेपाली सेनाको पूर्वी पृतनाको इटहरी सुनसरीमा स्थापना। विक्रम सम्वत 2059 साझा आयात लिक्विडेसनमा लगिएकोमा संस्था विघटन विरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरिएकोमा उक्त अदालतको आजको निर्णयअनुसार साझाको पुनर्स्थापना भएको। विक्रम सम्वत 2071 भारतको दार्जिलिङका नेपाली भाषी नेता सुभाष घिसिङको नयाँ दिल्ली स्थित गङ्गाराम अस्पतालमा निधन। विक्रम सम्वत 2075 सरकारद्वारा रुकुम पूर्वको सदरमुकाम रुकुमकोट नभई
पुथा उत्तर गङ्गा गाउँपालिका 12 गोलखाडा अथवा गोलखाडामा रहने भनी निर्णय। विक्रम सम्वत 2075 सर्वोच्च अदालतका रजिस्ट्रार नृपध्वज निरौलाको कार्यकाल सुरु। 2077 माघ 14 सम्म उक्त जिम्मेवारीमा। विक्रम सम्वत 2076 पत्रकार पन्नालाल गुप्ताको भ्रेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा उपचारका क्रममा 92 वर्षको उमेरमा निधन। विक्रम सम्वत 2077 72 को भूकम्पपछि जापान सरकारद्वारा नै पुनर्निर्मित बीपी राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण। धन्यवाद। Meow.